साथीहरू यो क्युट बच्चाको फोटो देखिराख्नु भएको छ नि, जुन देख्ने बित्तिकै त्यो बच्चा च्याप्प समातेर काखमा लिउँ जस्तो खेलाउँ जस्तो बच्चा, यो बच्चाको एकजना 16 वर्षीय नरपिचासबाट बलात्कारपछि हत्या भएको छ। यस्तो बच्चामाथि एउटा यौन चाहना राख्ने कस्तो नरपिचास रहेछ। यो पिचासलाई कुनै पनि हालतमा कानुनको हदबन्दी भनेर 16 वर्षको मात्रै रहेछ, 18 वर्ष पुगेको छैन भनेर छोड्न पनि हुँदैन र यो नरपिशासलाई कुनै पनि हालतमा जेल सजायले पुग्दैन। यस्ता पिचासहरूलाई फेरि जेल सजायमा होइन, यसलाई पनि विवश तरिकाले एकदम हत्या गर्नुपर्छ। यसलाई चाहिँ एकदम रोडमा सुताउने र रोलर ल्याएर सरर त्यो गिटी पेल्ने रोलर ल्याएर चाहिँ पेलेर यसको शरीरमा रोलर चढाउने, फिचिचिच त्यो पाइप फुटेर पानी गयो जस्तो त्यसको रगत पनि जाओस्, अनि त्यो चाहिँ फेरि एकदम भिडियोले खिचेर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती होस्, ताकि फेरि पनि यस्ता नरपिचासहरू फेरि पनि नजन्मिउन्। यसरी बालबालिकामाथि चाहिँ यौन दुराचार गर्दा फेरि हाम्रो पनि बाँच्नलाई खैरियत छैन भन्ने जस्तो दिमागमा एकदम मानसिक डर होस् के। यस्तो बच्चामाथि निर्मम हत्या गर्ने, बलात्कारपछि हत्या गर्ने माथि पनि कुनै एउटा मानवता देखाउन पर्ने कारण छ र देख्दिन। यसलाई मैले भने जस्तै गरेर एकदम निर्मम भन्दा निर्मम सजाय, यसलाई हत्या नै गर्नुपर्छ। एकदम सजिलो खालको हत्या होइन, यसलाई पनि एकदम निर्मम खालको हत्या हुनुपर्छ। यस्तो बच्चामाथि कसरी आउँछ यस्तो दिमाग?